So hey guys, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। फेरि पनि स्वागत छ मेरो न्यू डे एन्ड न्यू भ्लगमा। अनि यहाँ पहाड देखेर थाहा हुनुभयो होला म पहाडमा छु भनेर। अनि फेरि म चाहिँ मामा घर आएको थिएँ सुर्खेत घुमखरे भन्ने ठाउँमा। हेर्न सक्नुहुन्छ साथीहरु कस्तो राम्रो भ्यू छ। अनि यहाँ चाहिँ ठुलोमी पानी भर्दै हुनुहुन्छ। यता हेर्नु ठुलोमी। यहाँ चाहिँ नानी यहाँ हेर्नु साथीहरु। यहाँ चल्लाहरु यहाँ भाडा दो छैन माइन्ड नगर्नु होला। चल्लाहरु भात खाँदैछन्। यहाँ चाहिँ यो चाहिँ के अरे निबुको बुट्टा रहेको छ। अनि पहाडमा यस्तै हुन्छ साथीहरु। यहाँ हेर्नु साथीहरु यहाँबाट अब रियलमा कस्तो राम्रो देखिरहेको छ। यहाँ कति राम्रो पहाड देखिरहेको छ हेर्नु साथीहरु। कति राम्रो छ साथीहरु। यो चाहिँ मेरो बहिनी मेरो ठुलोमीको छोरी। हेलो भन। हेलो हाय सबैजनालाई नमस्कार। सन्चै हुनुहुन्छ सबैजना भन ल। सन्चै हुनुहुन्छ सबैजना। म छु सन्चै। तपाईहरु हुन्छ कि नै? म छु सन्चै। तिम्रो नाम के हो? रचना खड्का छ। ओ अरु भन। के छैन? कतिमा पढ्छौ? यहाँ आऊ यहाँ आऊ न। कतिमा पढ्छौ ल भन त। केजीमा। आफ्नो साथीहरु देखा त कति ल्यायौ हामीले। यति ल्यायौ पुग्यो आइछ कि आलु मिसाम ल। हाम्रो बाजे चाहिँ आइसक्नु भएको छ। हेर्नु सक्नुहुन्छ। हेलो बाजे। दाँत देखाउ त बाजे। दाँत भयो बोल्ने खै यी के यी यी गर ल यी गर्नु त बाजे हजुर। के गर्ने दाँतै छैन साथीहरु। एउटै दाँत छ। यी गरेर आ गर्नु छ। हजुरलाई वहाँ हाम्रो घर बसेर कस्तो लाग्यो? मैनगरतिर दुई शब्द बोल्दिनु। हजुरलाई वहाँ मन पर्यो कि क्या? नो गर्न बाबु। अनि राम्रो लाग्यो। यहाँ उसलाई प्रश्नलाई कस्तो लाग्यो भन्ने कुरा आफै सोच। मलाई चाहिँ राम्रो लाग्यो साथीहरु। रमाइलो छ। पहिला पनि आएको थिएँ। अब 4-5 सालपछि यो पालि आएको थिएँ स्कुलको छुट्टी भएर। के गर्न ला गराइदिन्छु। रक्सी खाएर आयो कि? पुरै रक्सी खाएर आयो मामा र बाजेको त सल्लाह हुन्छ साथीहरु। बिहान बिहान रक्सी खाने कि नखाने भन्ने सल्लाह हुँदै स्वाट गइहाल्यो फेरि डाँडातिर। साथीहरु बाजे चाहिँ भित्र नाचिखानु पनि हेरौँ। बाबा बाजे अर्को पनि नाच्नु। हजुर पनि नाच्नु ल। नाच्नु बाजे। बाजे डान्सर हुनुहुन्छ अब। बाजे हजुर पनि नाच्नु न। बसेर होइन निधनको बेला लागेको प्रीति साँचेर बाबु एकछिन बन्द गर्थ्यो। उता गएर यता अरू साथीहरु बाजेले लगाऊ तिम्रो लागि नानी उता जान सुनिन्न के मायाको चिन्ह ल्याएथे जीवन भरि माया लाउने दिलमा ढोको बोकेथे। भयो भयो भगन येरे गरेर बिगारी झै म उडी आउँछु बिहान पखमा तिमी